बाजेको पसलमा आइसकेका छौँ। हेर्नुहोस् अब उहाँले चटपट बनाउँदा के हाल्नुहुन्छ र के हाल्नुभयो बाजे? अहिले प्याज हालेँ, आलु हालेँ, अब खुर्सानी काट्दैछु। हजुर। अनि काँक्रो हाल्छु, धनी हाल्छु, अनि च्याउ भुजा, मसला, तेल, अमिलो, बदाम इत्यादि सबै हाल्छु। उहाँले एकदम मिठो चटपट बनाउनुहुन्छ गाइज, एकदम मिठो के लास्टै। उहाँले त्यस्तो रसायनहरू हाल्नुहुन्न है बाजे? त्यस्तो होइन, ज्ञानी हुनुहुन्छ। मजुरी मटर पनि हाल्दिनँ, कलर पनि हाल्दिनँ। तर एकदम मिठो हुन्छ, सिम्पल सादा। सिम्पल सादा मिठो। गाइज हेर्नुहोस् है, अर्ग्यानिक केही हालिदिनँ। हेर्नु कस्तो वा भाइ ब्रदर्स चटपट भन्दा पनि मिठो हुन्छ होला मेबी। हेर्नु त गाइज कस्तो राम्रो रहनुहुन्छ। वा अब यहाँ बाजे अझ चाउचो राम्रोसित फुटाल्नुहुन्छ कि गाइज। तपाईँ डढाउनुहुन्छ होला है। अब युनिक डिजाइन हेर्नुहोस् गाइज, यस्तो भयो चटपट। तपाईँ डढाउनु भयो होला गाइज, नडढाउनु। उहाँको स्टाइल राम्रो हजियोस्। अब हेर्नु गाइज, फेरि अर्को नयाँ स्टाइल। वाह युनिक स्टाइल गाइज। हेर्नुहोस् थप्न नि पाइन्छ अमिलो। ल वाह, कोही सक्छ त अनि यस्तो गराउन। वाह अमिलो पिरो ट्वाक्क भन्नै पर्दैन हैन। हेर्नु बदम यस्तो धेरै हालिदिनुहुन्छ, कति माया गर्नुहुन्छ। वाह 4 बजे आउँछ होला गाडी, 3 बजे। गाइस हेर्नुहोस् चटपट कति दामी देखा हेर्दै।